नेपाल विद्यालय खेलकुद महासङ्घका अध्यक्षज्यू, विशेष अतिथि त्रिभुवन युनिभर्सिटीका प्रोफेसर डाक्टर रामकृष्ण महर्जनज्यू, प्रोफेसर पशुपति अधिकारीज्यू, नेपाल लयका चेयरम्यान सुभाष प्रधानज्यू, एकाडेमिक डाइरेक्टर प्रिमियरका प्रवीणा म्यामज्यू र विभिन्न सङ्घका महासचिवज्यूहरू, सङ्घका प्रतिनिधिज्यूहरू र यो कार्यक्रममा सहभागी हुनुहुने प्रतिस्पर्धा नभइकन एकाडेमिक लिडरसिप उत्पादन गर्ने थलोको रूपमा एनएसएफले विगत लामो समयदेखि काम गर्दै आइरहेको छ। यो सबैलाई जानकारी छ र आज हामी सहभागी हुने सबै साथीहरू ओलम्पियनदेखि लिएर एसियन साउथ एसियन मेडलिस्टहरू पनि साथीहरू हुनुहुन्छ, विभिन्न प्रोटोकलमा रहनुभएका साथीहरू हुनुहुन्छ, विभिन्न सङ्घका पदाधिकारी साथीहरू हुनुहुन्छ, नेपालबाट मात्र नभइकन बङ्गलादेशबाट पनि गभर्मेन्ट तहमा काम गरिरहनुभएका पी टिचर साथीहरू हुनुहुन्छ। यो सबैको बीचमा यो कार्यक्रमको वेटेजको रूपमा हेर्दा यो इन्टरनेसनल सर्टिफाइड स्पोर्ट्स डिप्लोमा कोर्स हो। यहाँहरूको सर्टिफिकेसन इन्टरनेसनल रिकगनाइज स्पोर्ट्स डिप्लोमा सर्टिफिकेसन हुनेछ। त्यसो हुँदा हाम्रो खेलकुदमा हामी आफ्नो खेलकुदमा रेड एन्ड एक्सपर्ट छौँ, तर त्यो आफ्नो कलामा मात्र एक्सपर्ट नभइकन हामी साइन्टिफिकल्ली एक्सपर्ट हुन सकेनौँ भने, साइन्स र एजुकेसनलाई हामीले कनेक्ट गर्न सकेनौँ भने हामीसँग भएको सर्टिफिकेटको वेटेज हुँदैन। यो प्रोग्राम भनेको एकाडेमिक वेटेजको रूपमा यहाँहरूले चाहिँ आफू निखार मात्र नभइकन पनि इन्टरनेसनल सर्टिफाई हुने र साइन्टिफिकल्ली हामी एप्रुभ हुने कोर्स हो। त्यसो त यो कोर्समा सहभागी हुने सबै साथीहरू प्राउडली के फिल गर्न सक्नुहुन्छ भने वी आर इन्टरनेसनली सर्टिफाइड साइन्टिफिक ट्रेनिङ स्पोर्ट्स टिचर ट्रेनिङ कोर्समा हामी सहभागी भएका छौँ भनेर गर्वका साथ यहाँहरूले आफ्नो सर्टिफिकेट र लाइसेन्सलाई सो गर्न सक्नुहुनेछ। र सँगसँगै यो विषय सर्टिफिकेसनको मात्रै पनि होइन, त्यो सर्टिफिकेटको वेटेज जब हुन्छ तब हामीले सिकाउने ठाउँमा हाम्रा विद्यालयहरूमा हामीलाई वेलकम गरिन्छ, त्यो पनि विथ ह्यान्डसम स्यालेरी, अनि मात्र यसको वेटेज हुन्छ नि। यसको लागि हामीले प्याप्सनसँग एमओयू गरेका छौँ। यो कोर्सबाट सर्टिफाई भएका सम्पूर्ण कोचहरूलाई प्याप्सनको 77 जिल्लामा यहाँहरूको अभिलेख, यहाँहरूको डाटा, मोबाइल नम्बर र यहाँहरूको ठेगाना सहित हामीले प्याप्सन मार्फत सर्कुलर गर्छौँ र सम्बन्धित विद्यालयहरूले यहाँहरूलाई चाहिँ राम्रो स्यालेरी सहित इज्जतका साथ, हिजोको स्पोर्ट्स टिचर एउटा टेक्वान्डो, कराते, भलिबल, बास्केटबल टिचर होइन कि साइन्टिफिक स्पोर्ट्स टिचरको रूपमा यहाँहरूलाई एक्सेप्ट गर्नेछ र त्यसको मैले प्रतिबद्धता पनि यहाँहरूसँग लिन्छु र यहाँहरूसँग त्यसको कोर्डिनेसन पनि मैले गर्नेछु। र सँगसँगै यो कोर्समा सहभागी भएका प्रशिक्षकहरूले आइएसएफमा हुने कुनै पनि खेलका इभेन्टहरूमा यहाँहरू कोचको रूपमा स्वतः जान पाउनुहुनेछ। यहाँहरूले छुट्टै कोर्स ट्रेनिङ गर्नुपर्ने छैन। यो कोर्स मार्फत यहाँहरू अफिसियली रिकगनाइज जस्तो तपाईँको सम्बन्धित खेलका हाम्रा लेभल 1, लेभल 2 डिप्लोमा र सँगसँगै विभिन्न क्याटेगोराइज गरेका चाहिँ सर्टिफिकेसन छन्, ती सर्टिफिकेट सँगसँगै यसको पनि वेटेज हुनेछ। त्यसो हुँदा यो कार्यक्रममा हामीले आयोजना गरिरहँदाखेरि दुःख के लाग्छ भने साथीहरूले समयमा फर्म भरिदिनुहुन्न, अन्तिममा आएर हिजो 50 देखि 52 जना साथीहरूको चाहिँ लामबद्ध धेरै नै प्रेसर थियो, तर हामीले लिन सकेनौँ। कारण यसको जुन रजिस्ट्रेसन नम्बर छ त्यो हाम्रो आइएसएफ मार्फत एप्रुभ भएर सिरियल नम्बर आएको हुन्छ, त्यो सर्टिफिकेसन मात्र भ्यालिड हुन्छ। सर्टिफिकेसन नेपालबाट इस्यु भए पनि यहाँहरूको सिरियल नम्बर हामीले इन्टरनेसनल रिकगनाइज सिरियल नम्बर भएकोले यहाँहरूको सर्टिफिकेसन हामीले कति चाहना गर्दै पनि कति साथीहरूले म बिरामी भएँ, मेरो एब्सेन्समा अर्को साथीलाई रिकगनाइज गरिदिनु भन्दा पनि हामीले सकेनौँ। कारण यो पनि हो। र आजको दिनको ट्रेनिङ मात्र नभइकन हाम्रो 4 दिने यो जुन ट्रेनिङ सेमिनार छ र यहाँहरूको क्रेडिट आवर काउन्ट हुने भएकोले हामीले हिजो एग्रिडेसनको डेलाई पनि ट्रेनिङमा काउन्ट गरेका छौँ। जबकि यहाँहरूको +42 आवर्स अथवा +43 आवर्स चाहिँ क्रेडिट आवर भएन भने यहाँहरूको इन्टरनेसनल रिकगनाइज अथवा इन्टरनेसनल सर्टिफिकेट हुने छैन। त्यसमा यसलाई पनि सर्टिफिकेटमा हुने डेटलाई पनि यहाँहरूले मध्यनजर गर्नुहुन्छ। र सँगसँगै यहाँबाट क्वालिफाइड र साइन्टिफिक सँगसँगै अब हामी स्पोर्ट्समा त म्याग्नेटिक हुनु जरुरी छ, किनभने अधिकांश स्पोर्ट्सको इक्विपमेन्ट्सहरू म्याग्नेटिक भइसकेको छ।
त्यसमा हिजो हामी एक्सपर्ट हुन्थ्यौँ, त्यहाँबाट साइन्टिफिक हुँदै हामी अहिले म्याग्नेटिक भइसकेका छौँ। त्यसमा हाम्रो कोचहरू पनि र हामी पनि त्यति अपडेट हुन सकेन भने सङ्घहरूको लिडरसिप पनि फेरिन्न र 20औं 30औं 50औं वर्षसम्म सङ्घहरूमा परिवर्तन आउन्न, सङ्घहरूमा अपर्च्युनिटी आउन्न। संसारभरिका खेल सङ्घहरूले, अन्तर्राष्ट्रिय सङ्घहरूले यहाँहरूले त्यो आफ्नो इन्टरनेसनल नेसनल एन्ड इन्टरनेसनल फेडरेसन कोर्समा करिकुलमभित्र इन्क्लुड गरेको छ। त्यो पढ्नुहुनेछ, पाउनुहुनेछ, त्यसको सुविधा पनि र त्यो नलेज पनि यहाँहरूलाई सेयर हुनेछ। संसारभरिका सबै इन्टरनेसनल फेडरेसनहरूले नेसनल गभर्निङ बडीहरूलाई ठुलो एमाउन्टमा सहयोग र सँगसँगै धेरै एक्सपोजरको चाहिँ माध्यमहरू दिएको छ। त्यो हाम्रा राष्ट्रिय सङ्घहरूले लिन सकेका छैनन्। त्यो अब यहाँहरू आफै एक्सपर्ट हुनुभयो भने, आफै कनेक्टेड हुनुभयो भने त्यो अपर्च्युनिटी आफै लिन सक्नुहुनेछ। त्यसमा एउटा कुरो थियो र सँगसँगै म अर्को पनि रिक्वेस्ट गर्न के चाहन्छु भने धेरै साथीहरूसँग चाहिँ फोन सम्पर्क हुँदाखेरि, इमेलमा हुँदाखेरि यहाँहरू इमेलमा एकदमै अपडेटेड हुनुहुन्न। इमेलमा अपडेट असाध्यै इमेलमा अपडेटेड हुनुपर्नेछ। तपाईँ जब इमेलमा अपडेटेड हुनुहुन्छ इन्टरनेसनल रिकगनाइज हुन्छ। इमेल यहाँहरूको हेर्ने बानी छैन र इमेलमा जे आउँछ त्यो चाहिँ आधिकारिक हुन्छ, फोन सम्पर्क आधिकारिक हुन्न। त्यो इमेल चाहिँ आधिकारिक हुन्छ। त्यसमा इमेललाई एकदमै फलो गरौँ, इन्टरनेसनल रुल्सहरूलाई पनि फलो गर्नुपर्छ हामीले र इन्टरनेसनली हामीले पत्याउने भनेको पनि त्यो। नेपाल यस्तो देश हो, अहिले साउथ एसियनमा नेपाल मात्र यस्तो भूमि छ जुन भूमिमा सबै देशले कम्पिटिसन आयोजना गर्नका लागि हामीसँग स्याङसङ मागिरहेको छ। इन्टरनेसनल फेडरेसनहरूले हामीसँग स्याङसङ मागिरहेको छ कि नेपालमा यो इभेन्ट गरिदिउँ भनेर। हिजो विगतमा पनि प्रिमियर यस्तो स्कुल भयो जतिर बङ्गलादेशमा चाहिँ शेख हसिनाको सरकार ढलेपछि त्यहाँ कार्यक्रम गर्न सकिएन र प्रिमियर स्कुलले 18 लाख हालेर म्याट किनेर, फुटसलको म्याट किनेर साउथ एसियन फुटबल कम्पिटिसन गर्न हामी सफल भयौँ। भनेपछि हामीसँग यस्ता धेरै विद्यालयहरू छन् जसले स्पोर्ट्सलाई बुझेको छ, स्पोर्ट्समा लगानी गर्न चाहन्छ र कस्तो टिचर खोज्छ नि स्मार्ट खोज्छ। अबको जेनेरेसन स्मार्ट जेनेरेसन हो। एजुकेसनल र सँगसँगै एकाडेमिक करिकुलम मात्र नभइकन त्यसलाई स्मार्टली प्रेजेन्ट गर्न सक्ने जनशक्तिको खाँचो छ अहिले। त्यसमा अहिले प्याप्सनको अध्यक्षजी पनि अन द वे बाटोमा हुनुहुन्छ, उहाँ पनि आउनुहुन्छ र हामीले त्यो एग्रिमेन्ट मार्फत जे गरेका छौँ यहाँहरूलाई स्मार्ट बनाउन सँगसँगै यहाँहरूको लिडरसिपलाई रिकगनाइज मात्रै गरेको। तपाईँहरू आफैमा सफल हुनुहुन्छ, आफैमा सक्षम हुनुहुन्छ, आफैमा रिकगनाइज, वर्ल्डले रिकगनाइज गरेको छ, ओलम्पियन साथीहरू हुनुहुन्छ। तर यो सर्टिफिकेसनको भ्यालु मैले जुन अहिले राखेँ, इन्टरनेसनल्ली रिकगनाइज डिप्लोमा भएकोले यहाँहरू जुनसुकै ठाउँमा जाँदा पनि आफ्नो सर्टिफिकेसन र हामी केही समय पछाडि एक्जामिनेसन पछाडि यहाँहरूको लाइसेन्स पनि दिनेछौँ। योभन्दा अगाडिको हाम्रो पहिलो कोर्स हामीलाई इन्टरनेसनल रिकगनाइज गरेको लेभल 1 थियो, यो डिप्लोमा हो र यसबाट प्रशिक्षित हुने साथीहरूले हामीले 7 प्रदेशमा यो कोर्सलाई लिएर जाने तयारीमा छौँ र त्यसमा पनि यहाँहरू प्रशिक्षार्थी मात्र नभइकन पनि प्रशिक्षकको रूपमा पनि सहभागी हुन सक्नुहुनेछ। तर आफूसँग क्यालिबर बोकेर म यो गर्न सक्छु भन्ने यहाँहरूसँग चाहिँ त्यो ट्रस्ट छ, बिलिभ आफूमा छ भने यहाँहरूलाई हामी त्यसको पनि अवसर प्रदान गर्नेछौँ। 7 प्रदेशमा हुने कोर्स ट्रेनिङमा र टियुमा हामीले स्पोर्ट्स साइन्स, म पनि स्पोर्ट्स साइन्सको स्टुडेन्ट हो, टियुमा स्पोर्ट्स साइन्स प्रोग्रामिङ जुन चलिरहेको छ यहाँहरू त्यसमा पनि सहभागी हुनुहोला र हामीले गर्न सक्ने त्यस्तो छ। र फाइनेन्सियली एकदमै विक केही साथीहरू हुनुहुन्छ भने 1 देखि 2 जना चाहिँ एनएसएफले पनि टियुमा सहभागी हुने प्रशिक्षार्थीलाई हामी सहयोग गर्न चाहन्छौँ। हामीसँग धेरै स्पोन्सरसिपहरू छन् तर यहाँहरूले एक्सपर्टिज देखाइदिनुपर्छ। कार्यक्रम नदेखाइकन, अघि हाम्रो प्रोफेसर पशुपति अधिकारी सरले पढाउने क्रममा भन्नुभयो बोल्नेको पिठो बिग्छ, नबोल्नेको चामल नै बिग्दैन भनेको। जसले अहिले एक्सपर्टिज आफूसँग छ, जसले एक्सप्रेस गर्छ त्यसको बिक्री हुन्छ, जसले एक्सप्रेस गर्दैन लोयल भएर मात्रै बस्छ। यो अहिलेको जेनेरेसन यस्तै भइसक्यो। त्यस्ता हामी जेनेरेसन भनेको चाहिँ हामीले यससम्म मात्रै भन्छौँ नि, त्यो भनेको जेनेरेसन वाइज एक्टिभ जेनेरेसन हो नि त, एक्टिभ हो नि त। तर एक्टिभिटीमा हामीले हाम्रो एक्सपर्टिजलाई एक्टिभली प्रमिस गरेनौँ भने त्यो हामीसँग भएको ट्यालेन्ट चाहिँ हिडन हुँदै जान्छ। र अर्को पनि के छ भने खेलकुदमा एउटा चाहिँ जेनेरेसन हेर्ने र सँगसँगै जुनियर र सिनियरको छ। जुनियर र सिनियर लिडरसिपमा हुँदैन। सिनियरलाई सम्मान गर्ने, आदर गर्ने संस्कार चाहिँ हामीसँग हुनुपर्छ। त्यो खेलकुदको फिलोसफीलाई मान्नुपर्छ। तर लिडर हुन उमेर पाएकोले लिडर हुने होइन। लिडर हुनको लागि त्यो खेलको विकास गर्ने, त्यसमा भएका समस्यालाई हल गर्ने, त्यो सबैलाई सामूहिक समस्याको रूपमा लिएर गएर त्यसको नेतृत्व गर्ने मात्र लिडर हुन सक्छ। र मलाई आशा छ यो कोर्स सम्पन्न भइसकेपछि तपाईँ सबै तरिकाले सङ्घ नेतृत्व गर्न सक्ने, स्कुलमा गएर आफ्ना विषय र आफ्नो एक्सपर्टिज प्रोफेन्स गर्न सक्ने, नेसनल इन्टरनेसनल
एरिनामा गएर आफूलाई एक्सपर्टिजको रूपमा स्थापित गर्न सक्ने र विभिन्न इन्टरनेसनल फेडरेसनहरूमा गएर पनि यहाँहरूले आफ्नो क्यान्डिडेसी एप्लाई गरेर त्यसमा सफल भएर जितेर आउन सक्ने र सँगसँगै नेपालले इन्टरनेसनल गभर्निङ बडीहरूमा पनि गएर चाहिँ आफ्नो रोल प्ले गर्न सक्ने त्यो क्षमता विकास होस् भन्ने आशा गर्दै यहाँहरू त्यसमा पोख्त हुनुहुन्छ भने पूर्ण मलाई विश्वास छ। यहाँ धेरै हाई लेभल डिग्निटिजहरू पनि ट्रेनिङमा हुनुहुन्छ। यहाँ ट्रेनिङ दिने साथीहरू पनि नाडाको हाम्रो चाहिँ नेपाल नाडाको प्रेसिडेन्टै यहाँ हुनुहुन्छ। मान्छे उहाँले यसको वेटेज बुझेर आउनुभएको होला नि त। उहाँले क्लासै यहाँ तपाईँहरूलाई दिँदै हुनुहुन्छ, तर आफै एउटा क्लास पनि हामी आफै सर पनि क्लासमा हुनुहुन्छ। यस्तै धेरै साथीहरू हेभी वेटेज साथीहरू पनि यहाँहरू हुनुहुन्छ। त्यस्तो साथीहरू पनि यो ट्रेनिङमा सहभागी हुनुहुन्छ। त्यसो हुँदा हामी सबैले के बुझौँ भने यो ट्रेनिङ निकै भ्यालुएबल छ र समयको मापदण्डलाई पनि ख्याल गरौँ। भोलिबाट हामी 5 मिनट अगाडि यहाँ भएर सँगै कफी खाने, सँगै इन्टरेक्सन गर्ने त्यो खालको वातावरण बनोस् र हामी धेरै फोन इन्टरेक्सन भन्दा पनि हाम्रो अफिसियल इमेल मात्र इन्टरेक्सन गर्नुभयो भने हामीले धेरै चिज यहाँहरूलाई धेरै डकुमेन्टेसनहरू, धेरै अपर्च्युनिटीहरू, धेरै सबै त्यसको च्यालेन्जेसहरू सबै चिज यहाँहरूसँग सेयर गर्न सक्छौँ। त्यसो एनएसएसको इमेललाई फलो गरेर यहाँहरूले त्यस मार्फत यहाँहरू आउनुभयो भने हामीले यहाँहरूलाई हरेक ठाउँमा यसमा सहभागी भएर मात्रै होइन कि यो हाम्रो स्पोर्ट्स फ्यामिली हो। सबै स्पोर्ट्सको गभर्निङ बडी भएको हुनाले गर्दा यहाँहरूका सबैका समस्यालाई अथवा यहाँहरूको अपर्च्युनिटीलाई पनि हामीले सेभ गर्न सक्यौँ भने, यहाँहरूसँग सँगै हिँड्न सक्यौँ भने नेपालको खेलकुदले काँचोली फेर्नेछ भन्ने आशा गर्दै यहाँ यो विषयमा यहाँहरू पोख्त हुनुहुन्छ र यहाँहरूले यसको नेतृत्व लिन सक्नुहुनेछ विश्वस्त हुँदै यहाँबाट बिदा हुन्छु। धन्यवाद। कार्यक्रमकै बीचमा मैले आदरणीय पवित्र लिम्बू, डाइरेक्टर पेन प्रिमियर एजुकेसन नेटवर्क र प्रेसिडेन्ट एनएमएलाई पनि हार्दिक स्वागत गर्न चाहे। म्याम कार्यव्यस्तताले गर्दा अलिकति प्रिमियरकै अर्को साइडमा व्यस्त हुनुहुन्थ्यो। थ्याङ्क यू सो मच म्याम। राजकुमार सरले एकदम धेरै कुराहरूमा इम्पोर्टेन्स र लाइट राखेर जानुभएको छ। यो आजको कार्यक्रम के कुराले पनि अझ धेरै महत्त्वपूर्ण छ भने आज एउटा ऐतिहासिक एमओआई साइन पनि हुँदैछ यहाँनिर। थ्याङ्क यू सो मच पवित्र म्याम, विथ अल योर बिजी सेड्युल यु रन टु द अडिटोरियम राइट नाउ। थ्याङ्क यू। मैले राजकुमार सरलाई, जानुका म्यामलाई रिक्वेस्ट गरेँ। हामी अब अगाडि चाहिँ प्रेम सर हजुर हाम्रो अगाडि चाहिँ कृपया ताली बजाउनलाई चाहिँ नहिचकिचाउनु होला है। आजको यो एकदमै महत्त्वपूर्ण र ऐतिहासिक एमओआई साइनिङ सेरेमनी छ। डाइरेक्टर एनएमए मिस पवित्र लिम्बू तथा आजका आदरणीय चिफ गेस्ट। यो ताली बजाउने महत्त्व के हो भने चाहिँ योगा र के भन्छ स्पोर्ट्स साइन्सले पनि कुरा गर्छ होला है। किन जरुरी छ भने जागा बनाइराख्छ के तपाईँहरूलाई तालीले। यो साइनिङ सेरोमनी के को लागि हो भन्ने यहाँलाई कौशलता होला। यो साइनिङ सेरोमनी प्री स्कुलदेखि नै विद्यालय खेलकुदले खेलकुदको विकास गर्नुपर्छ भन्ने उद्देश्यले किन्डर ओलम्पिक पनि हामीले आयोजना गरेका थियौँ। अब प्री स्कुल गेम्स, प्री स्कुल कप्स गर्नका लागि पनि हामीले नेपाल मन्टेसरी एसोसिएसनका अध्यक्षज्यू र एनएसएसएफका अध्यक्षज्यू मार्फत चाहिँ यो साइनिङ सेरोमनी भइरहेको छ। अब प्री स्कुलदेखि नै हामीले खेलकुदलाई विकास गर्दा लग्यौँ भने हाम्रो सबै उत्पादित मेन पावरहरू त्यहाँ चाहिँ खपत हुनेछ भन्ने पनि हामीले विश्वास लिएका छौँ। थ्याङ्क यू सो मच सर। म अलिकति तपाईँहरूलाई पवित्र लिम्बू म्यामको बारेमा पनि भनिदिन्छु। नेपाल मन्टेसरी ट्रेनिङ सेन्टरलाई नेपालमा भित्राउनु नै आदरणीय पवित्र म्याम 40 वर्षभन्दा धेरैको एजुकेसन एक्सपिरियन्ससँग इन्टरनेसनल आइबी कन्टिन्युम स्कुलको डाइरेक्टर हुनुहुन्छ। म्यामले हामी आइएसएफको फुल मेम्बर स्कुल भइसके